Hello everyone, namaste, say and jai masi, welcome back to my YouTube channel. I hope सबैजना सन्चै हुनुहुन्छ, आरामै हुनुहुन्छ भन्ने आशाका साथमा यो न्यू डे न्यू ब्लगलाई स्टार्ट गर्दैछु। अनि जो नयाँ हुनुहुन्छ तपाईहरुलाई स्वागत छ, वेलकम। अनि तिमीलाई पनि वेलकम। अनि हामी चाहिँ घुम्न जाँदैछौँ नि, हामी बिहानै केही नखाई हामी जाँदैछौँ। लेट्स सी आजको यात्रा कस्तो हुन्छ तपाईहरुले हेर्दै जानु होला। हामी चाहिँ माथि डाँडासम्म जाँदैछौँ। अनि डाँडा गाउँ हो। हिजो राति चाहिँ रातभरि पानी पर्यो, आज चाहिँ दिन यस्तो दामी भइरहेछ। तपाईहरुले हाम्रो भिडियोले सुरुदेखि अन्तिमसम्म हेर्नु होला। लेट्स सी। अनि साथीहरु हामी चाहिँ यहाँबाट जाँदैछौँ हैन। अनि पर दुईजना चाहिँ गइसक्नु भएको छ। अनि यहाँ पर देपाहरू हुनुहुन्छ, हामी देपाहरूसँगै जानेछौँ। को नजिक न त्यसरी साथीहरु हामी चाहिँ बाटो लागिसकेको छौँ। यता देख्न सक्नुहुन्छ हाम्रो साथीहरु यतिजना हुनुहुन्छ। म चाहिँ अन्तिम हिँड्दैछु। अनि उता छोरा मान्छेहरु चाहिँ स्कुल डाँडा जानु भएको छ, एकछिनमा आउनुहुन्छ। हामी चाहिँ जाँदैछौँ साथीहरु। यहाँ हामी ठ्याक्कै 3 बार अन्तिममा आइसकेको छौँ। यहाँ हाम्रो जन्तीहरु हुनुहुन्छ। साथीहरु हाम्रो बाटो चाहिँ यस्तै छ, माइन्ड नगर्नु होला। हामी चाहिँ अर्को बाटो गएर फेरि यही बाटो फर्किरहेछौँ। यता हुनुहुन्छ भन न, भइसक्यो स्वर पनि। हामी दुईजना चाहिँ हिँड्नु नसक्ने अन्तिममा, अरू चाहिँ सबै अगाडि गइसक्नु भएको छ। हामी चाहिँ अन्तिममा हिँडिरहेछौँ। यता जान हामी अर्कै बाटो गएर ओह्रालो फर्केको त यस्तो मजा लागिरहेको थियो होइन। अनि हाम्रो बाटोमा त हिँड्नै कस्तो दुःख हुन्छ। तर यहाँ माथि चाडबाड पुग्नु आँटेको छौँ, चाडबाडसम्म मात्र नराम्रो। अनि त्यहाँदेखि त राम्रो बाटो आउँछ, किनभने माथितिर राम्रो बाटो बनाइसक्नु भएको छ। हामी चाहिँ हिँड्नै नसक्ने मान्छे है, किन आएको किन भएको होला सोच्नुहुन्छ होला। हामी चाहिँ फेरि जाउँ भनेपछि हिँडिहाल्ने मान्छे के, नत्र यो बाटो त म कहिले आउँदैन सोचेको थिएँ नि त, किनभने धेरै उकालो छ। त्यही भएर कस्तो लागिरहेछ त नि, मेरो हालत खराब हो गई। म अब यो बाटो आउँदिन भन्दैछु। कहिले पनि त्यस्तै सोचिन्छ, तर साथीले जाउँ भनेपछि मानिहालिन्छ। कतिपटक तपाईँ कतिपटक भइसक्यो यो बाटो माथि देउराली गएको? म 6 पटक। अनि सुरुमा जाँदा त सानो थिएँ नि त, त्यो बेला त मजै थियो। खुट्टाहरू यति कटकट खानु थालिरहेको थियो नानाहरूसँग जाँदा। त्यसको पछि एकचोटि हाम्रो पूजाहरूसँग जाँदा चाहिँ भोकले झनै मरिगएको थिएँ। देउराली पनि पुग्नु नसकेको, पुगेँ सुति गएँ म त। त्यो बेला चाहिँ त्यो चाहिँ कहिले पनि बिर्सिँदिनँ हौ। अनि फेरि आज जाँदैछौँ, हेरौँ हामी पुग्छौँ कि पुग्दिनँ। पुग्नु त जसरी भए पनि पुग्नै पर्छ, तर उकालोले हातहरू पनि कामिरहेछ। आज स्ट्यान्ड नभएको कारणले हाम्रो टाउको मात्र देख्छ, बाँदरको हातमा नारिवल के पनि टिक्दैन। फेरि पछाडिबाट मलाई भिडियो गर्नै आउँदैन। अनि साथीहरू हामी चाहिँ चाडबाड आइसकेको छौँ, चाडबाड रोडको अलि माथि। अनि हाम्रो साथीहरू चाहिँ माथि पुगिसक्नु भएको छ। हामी चाहिँ अन्तिम हिँड्दैछौँ। हामी सबैभन्दा ढिलो मान्छे हो, त्यही भएर हामीलाई छोडिराखेको छ, तर हामी जानेछौँ। अब नगई पनि नहुने, कार गरिहाल्ने भयो मैले कार गरेपछि त जानै पर्यो। हामी यतिमा भरै चाहिँ भोकले हिँड्नु सक्दैनौँ। यस्तो उकालो छ, यस्तो ठाडो उकालो छ यस्तो, त्यही भएर हामी सायद हिँड्नुमा एकदमै गाह्रो हुन्छ। अनि हामी चाहिँ एकदमै साइडमै आएको जस्तो लाग्छ, किनभने हिजो राति चाहिँ पानी परिरहेको थियो।
अनि आज चाहिँ राम्रो मौसम चाहिँ शीतल छ। पानी पनि परेको छैन, घाम पनि लागेको छैन। तर भरे पानी पर्छ होला नि। तर हामी केही छैन, हामी छाता बोकेर हिँडेका छौँ। जुन हेर्नु तिमी माथि माथि सागरको, जुन हेर्नु तिमी माथि माथि सागरको, म हेर्छु मेरो जुन तिम्रो नजरको। ओ म हेर्छु मेरो जुन तिम्रो नजरको, हो चिनारेखा। के हो भोक लागेको बेला यस्तो हाम्रो बाटो चाहिँ यस्तै छ है साथीहरू। यता चाहिँ अलि तेर्सो तेर्सो छ है, किनभने हामी माथि चाडबाडमा पनि राम्रोसँग पुगेको छैनौँ नि त। पुग्नु त पुगेको तर फेदमै झमेछौँ। अनि यो चाहिँ हाम्रो बाटो चाहिँ साधारण छ। अहिले तलतिर चाहिँ जङ्गल थियो, अहिले चाहिँ यस्तो बाटो छ। अनि माथि चाडबाड शिरसम्म यस्तै बाटो छ, तर उकालो छ यस्तो। कहिले आउँदैन भन्ने मान्छे हिँडिरहेको छु। म चाहिँ साथी पाएपछि हिँडिजाने मान्छे हो। ला हिँड्नु पनि सक्दैन। यता हुनुहुन्छ हाम्रो मट्टी। उहाँ चाहिँ अलि बिरामी बिरामी हुनुहुन्छ, तर हामी साथी पाएपछि हिँडिजाने मान्छे। अनि साथीहरू त्यो झोलामा चाहिँ के बोकेको छ सोच्नुहुन्छ होला। हिजो हामी हेतला थियौँ घर लिप्ने, त्यहाँको लुगाहरू बोकेर आइगएछ। यो साग चाहिँ चोर्नु पाए पनि हुन्थ्यो, तर हामी चोर्दैनौँ। मनले चोर्छ, हातले चोर्दैन। हामी इमान्दारी साह्रै इमान्दारी छौँ अरूले हेर्दा, तर भित्रभित्र चाहिँ छौँ नै। किन सोझाउनु होइन त। अनि वाउ यस्तो दामी। यता हेर्नु न खर। अनि म सट्ट देखाउँछु, यो चाहिँ दिदी। यस्तो गाह्रो भइरहेछ उकालोमा। हाम्रो नाना अन्तिम हिँड्दै हुनुहुन्छ। हाम्रो साथीहरू माथि पुगिसक्नु भयो। क्या बोल्नु पनि नसक्ने भइसकेको हामी, के साह्रो कमजोर। यो चाहिँ केराबारी है, यो साथीहरू केराबारी। हामी केराबारीको सिधा छौँ। हाम्रो बाटो यस्तो अप्ठ्यारो अप्ठ्यारो, यति उकालो यस्तो छ, यस्तो यस्तो बङखुटे टिङखुटे। अनि अब यहाँबाट जानेछौँ। हामी चाहिँ यो चर्चमा आइसकेको छौँ। हाम्रो साथीहरू चाहिँ हेर्नु न, यो रातो गर्छ नि, यहाँ दुईजना हिँडिरहेछ नि। हाम्रो साथीहरू माथि पुगिसकेको छ। हामी चाहिँ बोल्नै नसक्ने अवस्थामा हो। कस्तो यो चाहिँ चाडबाडको चर्च हो। हामी यहाँ पनि आउँछौँ। हेर्नु न यहाँ जम्बुहरू कति राम्रो पानी भरिसकेको, कसको बाख्राहरू। हामी चाहिँ माथि पुगिसकेको छौँ साथीहरू होइन। अनि हाम्रो साथीहरू त झन् अगाडि माथि पुगिसक्नु भएको छ। छिटो छिटो भन्नुहुन्छ। के गर्नु त, अब हिँड्नै नसकेपछि हाम्रो केही उपाय लागेन। र पनि हामी हिँडिरहेछौँ, प्रयास जारी छ। तर म काली भए पनि राम्री छु, हिँड्नु नसक्नु मात्रै मेरो कमजोरी हो। तर म काली भए पनि राम्री छु, हिँड्नु नसक्नु मात्रै मेरो कमजोरी हो। हामी चाहिँ चाडबाडको माथि पुगिसकेको छौँ। कति चाडबाड मात्र भन्नु हौ। सिरान अहिले त 5 वार्ड पुगिसक्यौँ गाइस हामी चाहिँ। अब यहाँबाट उकालै खुट्टाहरू चल्दैन, हाम्रो के दोष होइन।
सक्दिनँ त के गर्नु। मोटी अनि छोटी चाहिँ हिँड्नु आज अलिक नसक्ने जस्तो भइरहेछ, तर पनि हामी कोसिस गर्दैछौँ। सबैले रिसाइरहेछ। फोन गरेकै गर्छ, छिटो आओ पर्खिरहेको छौँ भन्छ। अब हामी सकेको यति नै हो। सक्नु त सकिन्छ, एकजना मात्र हिँडेर हुँदैन, बराबर हिँड्नु पर्यो नि। यो चाहिँ म हो, म यति लामै छु। यो चाहिँ के हो फेरि, के हो यस्तो, यो के हो, के हो यो कसले डढायो, यो मान्छे किन हिँड्नु सक्दैन आज, यो मान्छे किन हिँड्नु सक्दैन आज। पुरा चाहिँ गुरस छ। बल्ल बल्ल एउटा उकालो हिँड्दै गर्दाखेरि गर्ने क्रममा हामी थकित भएको थियौँ। तर एउटा गुराँसको बोट अनि त्यहाँ फुलहरू फुलिरहेको देख्दा मन एकदमै खुसी भएको थियो। त्यही भएर अलिकति जोस आएको छ उकालो हिँड्ने। अब एकछिनमा त झन् माथि धारा आउँछ, त्यो धारा हेर्दा पानी खानु मन लाग्छ, तर नहुनु म नक्खै हिँड्ने हो। हाम्रो बाटो यस्तै छ है गाइस। हाम्रो साथीहरू चाहिँ माथि पुगिसक्नु भएको छ नि अघिसम्म फोन गर्दै हुनुहुन्थ्यो, अब त अल्साउनु थालिहाल्नु भयो होला, त्यही भएर फोन पनि गर्नुहुन्न। तर पनि हाम्रो हिँड्न पाइलाहरू घोप्टी बिसाउँदै भए पनि जारी रहेको छ। हाम्रो गन्तव्य पुग्नु लागेको छौँ त भनिहाल्दिनँ। त्यही हो, सडिला, धेरै बोल्न सकिनँ म। अनि हिँड्दै गर्दा चाहिँ डढी गएको रोटी जस्तो भइसकेको छौँ। घाम पनि टिलिक्क लागिरहेको छ। अघि चाहिँ घाम पनि लागेको थिएन, अहिले चाहिँ घाम पनि लागिरहेको छ। तर पनि हामी हिँड्दैछौँ। ल लाठी जाउँ। अनि हाम्रो हिँडाइ चाहिँ अघिभन्दा मचिन्नु छोडेर, हाम्रो साथीहरूलाई भेट्टाउनु छोडेर हाम्रो हिँडाइ चाहिँ एकदमै कमजोर अवस्थामा पुगिसकेको छ। तर पनि हामी हिँडिरहेछौँ, किनभने जुन ठाउँमा पुग्नु छ त्यो ठाउँमा नपुगिन्जेलसम्म बिसाउनु हुँदैन, थक्नु हुँदैन। लडे पनि उठ्नुपर्छ, हिँड्नुपर्छ, दौडिनुपर्छ, अनि मात्र पुगिन्छ जस्तो लाग्छ मलाई। त्यही भएर हाम्रो हिँडाइ एकदमै मचिरहेछ बिस्तारै अवस्थामा। यस्तो बाटो छ, घर तार्नुपर्ने, उकालो हिँड्नुपर्ने छ। आफू सक्दा त केही लाग्दैन यिनीहरू, आफू नसक्दा त यतिको उकालो पनि माथि टाउको भन्दा माथि उकालो लाग्छ। तर केही छैन, यो उनिउहरूले पनि हाम्रो मेडीहरूलाई उडाउँदैछ। हाम्रो लुगाहरू चाहिँ यस्तै छ। आहा, एकदमै यता चाहिँ चराचुरुङ्गीहरू धेरै कराउने भएको कारणले हामीलाई सन्ताउन मिल्छ, गीत बजाउनु परेको छैन। अनि एकदमै हिँड्नु अल्छी लागिरहेको छ। मलाई चाहिँ लेक लागिहाल्छ, खुट्टाहरू गलिरहेछ, भोक लागिरहेको छ। अनि मोटी नाना चाहिँ उद्धोबाट आउँदै हुनुहुन्छ। अनि उहाँ चाहिँ अलिक हिँड्नु सक्नुहुन्न, बिरामी हुनुहुन्छ कि, त्यही भएर म पनि त्यस्तै पो भइसक्यो। यता चाहिँ यो ठ्याक्कै पर हेर्दाखेरि चाहिँ कता पर्छ हौ, तर थाहै छैन, गङतला होला सायद। अनि हामी चाहिँ धारा भएको ठाउँमा आइसकेको छौँ। यहाँ माथि यो रुखको मुनि धारा छ। अनि हेर्नु न हौ, कति लेकतिर यस्तो दामी छ। आउनु है, हेर्नु न। वाउ, हामी चाहिँ पुगिसक्नु आँटेको छौँ। अनि हाम्रो साथीहरू चाहिँ पुगिसक्नु भएको छ, अघि फोन गरिसक्नु भयो।
वाउ लाली गुराँस यहाँबाट मन नै कस्तो खुसी भएर आउँछ हौ लाली गुराँस देख्दा त क्यामेरामा पनि देख्दो रहेछ वान पिस देखियो अहिले त कति देख्छ नि यहाँ त धुवा फुल आएको जस्तो छ त हो हेर्न सक्नुहुन्छ हाम्रो यो चाहिँ चाडबाड र उता इङ्खेबाट चाहिँ यहाँबाट चाहिँ इङ्खेबाट आइन्छ यहाँ अनि यताबाट चाहिँ चाडबाडबाट उकालो यहाँ चाहिँ पहिला धारा थियो यहाँ चाहिँ ट्याङ्की धुवा आइरहेछ हौ न यता वाउ देउरालीमा बतास चल्यो आहा कति राम्रो गीत हो हेर्नु न हौ साथीहरू यस्तो देउरालीमा बतास चल्यो बतास चल्यो देउरालीमा बतास चल्यो हो धुवा आयो कहाँबाट तल मान्छे रहेछ अब साँच्ची मान्छे होला सोचेँ हो यहाँ हेर्नु यो मान्छे होला सोचेँ मैले तर यो बाँदर पर्खिने रहेछ गोङ तल पर्छ नि नाना उता ए यो चाहिँ वाल्याङ रहेछ है यस्तो देखिन्छ है साथीहरू वाल्याङ चाहिँ गोङतला पो भनिदिएछु अघि बेकारमा भनेछु जस्तो चाहिँ लाग्दैन नि फेरि यहाँबाट आएको हामी अनि यता चाहिँ अलैँची बारी छ यता मान्छेहरू छ जस्तो लागिरहेछ धुवा आइरहेछ यता अब हामी चाहिँ यहाँबाट उकालो जान्छौँ जुन हेर्नु तिमी माथि माथि सागरको जुन हेर्नु तिमी माथि माथि सागरको म हेर्छु मेरो जुन तिम्रो नजर हेर्छु मेरो जुन तिम्रो नजरको हो चिनारेखा केही देखाउन म भाग्य फेरौँला तिमी बिहान साँझ मेरो तिम्रै बाटो तिमी बिहान साँझ मेरो तिम्रै बाटो हेरौँला ल हेर्नुहोस् त ल हेर्नु न त्यसलाई आफ्नै पारामा के भन्ने न गाली दिन मन लाग्छ न कराउनु मन लाग्छ बिचरा हेर्नुहोस् न उमेर बचपनको दिल बचपनको ल हेर्नुहोस् न बिचरा
आइसकेको छौँ साथीहरू। अघि त उकालोले हिँड्नु पनि सकिउन, अहिले चाहिँ अलिअलि खाएको पच लाग्दैछ। अब पेटमा सकेपछि फेरि हिँड्नै सक्दिनँ। अघि भिडियोमा चाहिँ 2 जना देखेको थियौँ, खास गरी यति धेरै थियौँ हामी। पछाडि पछाडि पनि आउँदै हुनुहुन्छ 3 जना। जम्मा यतिजना 14 जना थियौँ है। अघि उकालोमा चाहिँ यता चाहिँ 2 जना मात्र थियौँ। हामी चाहिँ किन 2 जना थियौँ भने हिँड्नु नसकेर अहिले चाहिँ सँगै फर्केको छौँ। तर हाम्रो फोटो खिचेकै छैन।